मसँग एउटा लेटर छ। यो लेटरमा चाहिँ लास्टमा एउटा डिजिटल सिग्नेचर पनि एड भएको छ है। यो डिजिटल सिग्नेचर एड गर्नको लागि चाहिँ मान्छेहरूले वेबसाइटमा जाने, ब्याकग्राउन्ड रिमुभ गर्ने, फेरि पिक्चर इन्सर्ट गर्ने अथवा फोटोसपमा ओपन गर्ने, ब्याकग्राउन्ड रिमुभ गर्ने, यस्तो झन्झटिलो लामो काम गर्नु पर्दैन। डाइरेक्ट मोबाइलले खिचेको फोटोलाई नै तपाईँले माइक्रोसफ्ट वर्डमा इन्सर्ट गरेर ब्याकग्राउन्ड चाहिँ एकदम क्लिन बनाएर त्यो डिजिटल सिग्नेचर एड गर्न सक्नुहुन्छ है। माइक्रोसफ्ट वर्डमा केही गर्नु पर्दैन, सिम्पल इन्सर्ट पिक्चर गरेकै भरमा यो चाहिँ तपाईँले देखिरहनु भएको जस्तै एकदम निट एन्ड क्लिन सिग्नेचर तपाईँले माइक्रोसफ्ट वर्डमै पाउनुहुन्छ। ल हेर्नुहोस् है त अब कसरी यसलाई बनाएँ। सुरुबाट यो भिडियो पुरा हेर्नु। एकदम सिम्पल तरिकाले सजिलो उपायले नै यसरी डिजिटल सिग्नेचर एड गर्न सकिन्छ है। त्यसको लागि सबैभन्दा पहिला मैले यसलाई चाहिँ रिमुभ गरिदिएँ। मसँग एउटा डकुमेन्ट छ, त्यो डकुमेन्टमा लास्टमा एउटा सिग्नेचर एड गर्नुपर्ने छ र सिग्नेचर पनि मसँग मोबाइलले खिचेको जस्ट सिम्पल सिग्नेचर छ। यहाँ दागै दाग भएको सिग्नेचरहरू छ। नर्मल्ली हामीले घरमा भेटेको पेपरमा सिग्नेचर गरेर मोबाइलले खिच्यो भने यस्तो किसिमको फोटो नै पाउँछौँ, किनभने मोबाइलले खिचेको फोटोको ब्याकग्राउन्ड चाहिँ प्योर व्हाइट चाहिँ आउँदैन। अब यसलाई मैले यसमा माइक्रोसफ्ट वर्डमा नै इन्सर्ट गर्छु है। अब इन्सर्ट ट्याबमा जाने, इन्सर्ट ट्याबमा गइसकेपछि पिक्चरमा गयो, दिस डिभाइस गरेँ। मैले यो डेस्कटपमा सेभ गरेको छु त्यो पिक्चरलाई। यो डेस्कटपबाट मैले यहाँ पिक्चरलाई इन्सर्ट गर्छु। इन्सर्ट गरिसकेपछि यो सिग्नेचर चाहिँ अलिकति ठुलो छ, यहाँ क्लिक गरेर अलिकति यसलाई मैले सानो बनाएँ। अझै सानो बनाउँछु है मैले, यति सानो बनाएँ। यो सानो बनाइसकेपछि अब यसलाई त मुभ गर्नु मिल्दैन। यसलाई मुभ गर्नको लागि चाहिँ ऱ्याप ट्याक्स भन्ने अप्सनमा जानुपर्छ। यसमा डबल क्लिक गरिसकेपछि पिक्चर फर्मेटको यहाँ तपाईँले देख्न सक्नुहुन्छ ऱ्याप ट्याक्स भन्ने अप्सन छ। यसलाई बिहाइन्ड टेक्स्ट गर्नु पर्यो अनि बल्ल बिहाइन्ड टेक्स्ट गरेपछि त्यो टेक्स्टभन्दा पछाडि यो सिग्नेचर जान्छ। यो सिग्नेचर त्यो टेक्स्टभन्दा पछाडि जान्छ होइन। यो पछाडि गइसकेपछि अब यसको ब्याकग्राउन्डलाई चाहिँ हामीले के गर्नु पर्यो, प्योर व्हाइट हुनु पर्यो। त्यसको लागि दुईवटा अप्सन छ है। एउटा त रिमुभ ब्याकग्राउन्ड होइन, यसमा डबल क्लिक गरेपछि है, फेरि यसमा डबल क्लिक गरिसकेपछि अब यो पिक्चर फर्मेटको ट्याब ओपन हुन्छ। यसमा चाहिँ तपाईँले रिमुभ ब्याकग्राउन्ड, कलर करेक्सनहरू देख्न सक्नुहुन्छ है। अब रिमुभ ब्याकग्राउन्ड गर्दा पनि हुन्छ, कहिलेकाहीँ चाहिँ के हुन्छ भने टेक्स्ट नै रिमुभ भएर जान्छ कि। जस्तै किप चेन्ज गऱ्यो भने अब यो सिग्नेचर त ब्याकग्राउन्ड त व्हाइट भयो, तर पनि के यसको चाहिँ अगाडिपट्टिको एउटा अक्षरै गायब भएछ होइन। त्यो गर्नु चाहिँ हुँदैन। यो करेक्सन भन्ने अप्सनमा गइसकेपछि यो तपाईँले देख्नुभयो नि, यो लास्टको सिलेक्ट गर्नुभयो भनेदेखि के हुन्छ, टोटल्ली ब्याकग्राउन्ड चाहिँ व्हाइट हुन्छ है र सिग्नेचर मात्रै बस्यो। तर सिग्नेचर अलिकति क्लियर छैन र अलिकति ब्लू कलर जस्तो देखिएको छ है, ब्लू जस्तो देखियो होइन। मैले तपाईँलाई जुम गरेर देखाउँछु। यो अलिकति ब्लू जस्तो देखियो होइन। यो कलर ब्लू भएको कारणले गर्दा प्रिन्ट गर्दाखेरिमा चाहिँ यति क्लियर आउँदैन है। त्यसको लागि चाहिँ फेरि यतापट्टि साइडमा तपाईँले कलर देख्न सक्नुहुन्छ। यो कलरमा गएर क्लिक गरिसकेपछि यो पहिलो है, यो ब्ल्याक एन्ड व्हाइट, प्योर ब्ल्याक एन्ड व्हाइट गरेपछि अब यो चाहिँ के हुन्छ, प्रिन्ट गर्दा पनि क्लियर आउँछ। यसलाई चाहिँ ऱ्याप ट्याक्सबाट चाहिँ हामीले के गरेछौँ भने यो टेक्स्टभन्दा पछाडि छ, त्यही भएर हामीले जुन ठाउँमा लिएर गएर राख्न पनि सक्छौँ है यसलाई। थ्याङ्क्स फर वाचिङ। यस्तै किसिमको भिडियोहरू हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला।